देखिन्छ कि यता नि। अब हिउँ पर्ने टाइमलाई वेट गर्नुपर्छ भयो। अनि त्यसपछि यताको भ्यू देखाउँछु हजुरहरूलाई। अहिलेलाई न्यू भ्लग। सो गाइस म जस्ट उठेको होइन। अनि यता चाहिँ एकदमै राम्रो घाम लागेको रहेछ। अनि बाहिरको वेदर चाहिँ एकदम क्लिन छ गाइस होइन। अनि तपाईहरूले हेर्न सक्नुहुन्छ यता मुन्स्यारीको भ्यू। यस्तो दामी लाग्दो लोभलाग्दो ठाउँ रहेछ गाइस होइन। वेदर पनि एकदम क्लिन छ गाइस होइन। हिजो त मैले सोचेको थिएँ कि मौसम खराब हुन्छ, बरु हिउँ पर्छ कि भनेर सोचेको थिएँ, तर परेन। अनि म चाहिँ फुलहरूमा पानी हाल्छु अहिले। बाहिर डेली हाल्नुपर्छ क्या। यहाँनिर छ हाम्रो यो फुलहरूमा अलि पानी हालिदिनुपर्छ क्या। अलि पहिला हालेको थियो, थोरै अब हाल्नुपर्छ। सो गाइस यहाँको वेदर चाहिँ एकदम क्लिन छैन आज। यताको मौसम चाहिँ एकदम लोभलाग्दो भएछ आज होइन। अनि तपाईँहरूले यो ठाउँ हेर्दै हुनुहुन्छ नि यताको। अनि यो ठाउँमा पछि चाहिँ हिउँ पर्छ कि। हिउँ पर्यो भने अनि बल्ल टुरिस्टहरू आउँछ। अनि एकदम दामी पनि हुन्छ। हिउँ पर्यो भने एकदम राम्रो देखिन्छ कि यता नि। अब हिउँ पर्ने टाइमलाई वेट गर्नुपर्छ भयो। अनि त्यसपछि यताको भ्यू देखाउँछु हजुरहरूलाई। अहिलेलाई यति नै। मैं बना रहा हूँ चाय, और ये अमूल गोल्ड का चाय बनाएंगे और चाय पियेंगे। और मैं बनूंगा मोदी चाय वाला। लाइफ टाइम में मैं बनूंगा डोलू चाय वाला। चाय पीना है आपको तो मेरे पास आना, ठीक है। सो अब चाहिँ म चिया बनाउँछु। अनि रेस्टुरेन्टको काम त्यही हो गाइस, डेली रुटिन होइन। अलि राम्रोसँग एकदम गौर गरेर सुन्नु होइन। चल्लाहरूको आवाज कस्तो राम्रो गुन्जिरहेको छ कि कानमा। एकदम गौर गरेर सुन्नु है। सुन्नुभयो? उता कुकुर भुकिरहेछ। टेब्ले बासे टेब्ले सरो। कस्तो राम्रो हो कि यहाँ नोइसहरू के अलग अलग चिजको। मतलब हाम्रो चाहिँ बिल्ली आइसक्यो होइन। अनि म यो बिल्लीलाई चाहिँ यो मासु देखाउँछु। अनि कस्तो जगर्न आउँछ मलाई है। ल ल ल
हेर्नु समाइसक्यो गाइस। नास्ता चाहिँ आलुको पराठा खाइरहेको छु गाइस। एकदमै मिठो। अब नास्ता खाइसकेँ अनि मैले यतातिर जानुपर्छ। कता? यता। Try to start my day. All the colors turn to gray. Am I awake? सो गाइस आजको लागि यति नै। मिल्नेछौँ नेक्स्ट ब्लगमा। तबसम्मलाई आफ्नो ख्याल राख्नुहोस् र मस्त रहनुहोस्। थ्याङ्क यू वाचिङ भिडियो। बाई।